कसैले छोयो कसैले छोयो मलाई, कसैले छोए मलाई, येशूले छोए मलाई, येशूले छोए मलाई, येशूले छोए मलाई, येशूले छोए मलाई। धन्यवाद। हालेलुया 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 हालेलुया। प्रभु धन्यवाद चढाउँदछु तपाईँलाई। पहिला प्रथम त प्रभु तपाईँ महान अनि जिउँदो जीवित परमेश्वरलाई म धन्यवाद चढाउँदछु। स्वर्गमा विराजमान हुने परमेश्वर, तपाईँ कति महान र दयालु कृपालु परमेश्वर पिता, हजुरलाई बिन्ती अनि प्रार्थना गर्दछु, धन्यवाद चढाउँदछु। प्रभु तपाईँले धन्यवाद चढाउँदछु। तपाईँ परमेश्वरलाई बिन्ती पुकार गर्दछु पिता। मेरो बिन्ती र मेरो प्रार्थना सुन्ने परमेश्वर, तपाईँले मेरो प्रार्थना सुन्नुभएको छ भने म विश्वास गर्दछु। धन्यवाद 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 छ पिता। हजुरलाई येशू मसीहको नाउँमा मेरो सम्पूर्ण हृदयले र मेरो सम्पूर्ण विश्वासले तपाईँलाई धन्यवाद चढाउँदछु मसीह येशूको नाउँमा। प्रभु अब म प्रार्थनातिर जानेछु अनि हामी सबैलाई तपाईँ परमेश्वरको हातमा राख्दछु पिता। अनि रातभरि सुरक्षा गर्नुभयो, सहायता गर्नुभयो, मद्दत गर्नुभयो प्रभु। बिहानीको यो सुन्दर समय, सुन्दर बिहानी तपाईँले आजको यो नयाँ दिन तपाईँले देखाउनु भएकोमा हजुरलाई धन्यवाद चढाउँदछु। मेरा प्रभु, तपाईँ कति महान र दयालु कृपालु परमेश्वर हुनुहुन्छ। प्रभु, मेरो प्रार्थना तपाईँले सुन्नुभएको छ। मेरो प्रार्थना स्वर्गसम्म पुगेको छ भने म विश्वास गर्दछु। मेरा परमेश्वर बुवा, तपाईँलाई धन्यवाद 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 छ पिता। आजको नयाँ दिन देखाएकोमा हजुरलाई म कोटि कोटि प्रणाम र धन्यवाद भेटी चढाउँछु। प्रभु, तपाईँले ग्रहण गर्नुभएको होस्, धन्यवाद चढाउँदछु। जे जति मबाट गल्ती भएकोलाई प्रभु तपाईँ मलाई क्षमा गरेर मेरो प्रार्थना सुनेर प्रभु तपाईँ परमेश्वर उचालिनुहोस् भन्ने म बिन्ती पुकार गर्दछु। धन्यवाद चढाउँदछु। यो प्रार्थना तपाईँले सुन्नुभएको छ भने म विश्वास गर्दछु। यसै गरी प्रभु, अनि आजको दिन तपाईँले हामीलाई जहाँ गए पनि प्रभु रक्षा सुरक्षा गर्ने परमेश्वर तपाईँ हुनुहुन्छ। आजको दिन हामी जहाँ पनि गए पनि प्रभु, बाटोघाटोमा अनि कुनै गाडी घोडामा प्रभु, पैदल यात्राहरूमा पिता, जहाँ जानु परे तापनि प्रभु तपाईँ हाम्रो सँगमा हुनुहुन्छ। हाम्रो कुनै हानि नोक्सानी गराउनु हुने छैन भनेर म विश्वास गर्दछु। तपाईँ राजाहरूका पनि राजा हुनुहुन्छ, तपाईँ परमेश्वरका परमेश्वर हुनुहुन्छ। प्रभु धन्यवाद 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 तपाईँ परमेश्वरलाई। यसै गरी प्रभु, तपाईँका पवित्र सन्तानहरू, तपाईँका चुनिएका सन्तानहरू प्रभु, तपाईँले हजारौँ मानिसको बिचबाट चुनेर अलग्गै छुट्याएका सन्तानहरू जो जति छन् प्रभु, पृथ्वीको पल्लो छेउदेखि पल्लो छेउसम्म पिता, हिमाल तराई पहाड देशमा परमेश्वर पिता, जो जहाँ छन् प्रभु सबैलाई सहायता गर्नुहोस् प्रभु। हरेकको प्रत्येकको साथमा तपाईँ रहनुहोस् पिता। कसैको पनि प्रभु तपाईँले हानि नोक्सानी कसैको पनि नगराउनुहोस् प्रभु। तपाईँ महान हुनुहुन्छ। तपाईँ अति नै वास्ता र फिक्री गर्ने परमेश्वर, तपाईँ दया र कृपाले भरिएका मेरो खुदा, तपाईँलाई धन्यवाद चढाउँदछु। त्यसै गरी न प्रभु, तपाईँका पवित्र सन्तानहरू जहाँ पनि छन् सबै तपाईँ परमेश्वरको अनुग्रहभित्र र तपाईँको छतर छायामुनि राख्नुहोस् भन्ने बिन्ती पुकार गर्दछु। यसरी प्रार्थना गर्दछु पिता। मेरो छोराछोरीलाई पनि तपाईँको हातमा राख्दछु। जो जहाँ छन् प्रभु, मेरो आँखाको नजरमा नभए पनि पिता, तपाईँको आँखाको नजरमा छन् परमेश्वर। तपाईँको छतर छायामुनि तपाईँले राख्नुभएको छ पिता। तपाईँ महान हुनुहुन्छ प्रभु, जिउँदो हुनुहुन्छ पिता। तपाईँले मेरो छोराछोरीलाई ज्ञान बुद्धि विवेक शक्ति सामर्थ्य दिनुहुन्छ प्रभु, दिइसक्नु भएको छ पिता। स्वर्गबाट आउने ज्ञान बुद्धि तपाईँले दिनुहोस्। मेरो प्रार्थना तपाईँले सुन्नुहोस्। मेरो छोराछोरीलाई प्रभु कुनै पनि तपाईँ परमेश्वरले ठेस लाउनुहुने छैन भनेर बिन्ती पुकार गर्दछु पिता। अनि मेरो प्रभु, मलाई तपाईँ मेरो छोराछोरीलाई, मेरो नाति नातिनालाई तपाईँ परमेश्वरको हातमा राख्दछु। तपाईँ जस्तो महान र तपाईँ परमेश्वर दया र कृपाले भरिएका कोही पनि छैनन् प्रभु। हरेक तपाईँ परमेश्वर तपाईँ जान्नुहुन्छ पिता। मेरो प्रार्थनालाई सुन्नुहोस् प्रभु, मेरो बिन्तीलाई सुन्नुहोस् परमेश्वर। यसै गरी नै प्रभु, मेरो मण्डली परिवारलाई अनि तपाईँको हातमा राख्दछु। सबैलाई सहायता गर्नुहोस् परमेश्वर पिता। सबैमाथि दया कृपा गर्नुहोस् प्रभु। हरेकको कामकाजमा, खेतीबालीमा, पशुपालनमा सबैमा तपाईँ परमेश्वरले आशिष दिनुहोस् पिता। धन्यवाद छ परमेश्वर, दिइसक्नुभयो प्रभु। अनि मेरा परमेश्वर जो जहाँ छन् तपाईँ परमेश्वरको सहायता र अनुग्रहभित्र छन् भन्ने म विश्वास गर्दछु। धन्यवाद चढाउँदछु
प्रभु यसै गरी नै अब मेरो जीवन तपाईँको हातमा राख्दछु दिनभरिको लागि। जस्तै गरी रातभरि सम्हालेर प्रभु बिहानको यो सुन्दर दिन तपाईँले देखाउनु भयो, त्यस्तै गरी आज दिनभरि तपाईँले मलाई मेरो परमेश्वर आज मेरो जीवन तपाईँको हातमा छ परमेश्वर। मसित केही पनि छैन प्रभु, सबै जे छ तपाईँको हो परमेश्वर पिता। अनि एउटा जीवन छ, यो आत्मा छ प्रभु, त्यो पनि तपाईँको हातमा सुम्पेकी छु परमेश्वर। अनि तपाईँ परमेश्वरले मलाई कुन मोडमा लिएर खडा गर्नुहुने पिता, म केही जान्दैन प्रभु, तपाईँ जान्नुहुन्छ। यो जीवन त तपाईँको हो परमेश्वर, तपाईँ परमेश्वरले चलाउनुहोस्। तपाईँ परमेश्वरले रक्षा र सुरक्षा साथ तपाईँले सम्हालेर राख्नुहोस् प्रभु। तपाईँलाई धन्यवाद चढाउँदछु। अनि म सुसमाचार सुनाउने त मेरो काम हो प्रभु। तपाईँले नयाँ नयाँ आत्माहरू जुटाउने परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँको इच्छा अनुसार प्रभु तपाईँले चुन्नुहोस् पिता, धन्यवाद छ। यसै गरी प्रार्थना गर्दछु मेरा परमेश्वर, आजको दिन हामी तपाईँका पवित्र सन्तानहरूलाई अनि तपाईँका पवित्र जनहरूलाई प्रभु तपाईँको हातमा राख्दछु र आजको दिन तपाईँले रक्षा गर्नुहोस्, सुरक्षा गर्नुहोस् र प्रभु तपाईँले असल साथीहरू तपाईँले जुटाउनुहोस् हाम्रो लागि पिता। असल साथीहरू अनि तपाईँले जुटाइसक्नु भएको छ पिता। असल हामीलाई खानेकुराहरू तपाईँले जुटाउनुहोस् परमेश्वर पिता। धन्यवाद छ प्रभु, एउटा हामीलाई असल ज्ञान बुद्धि तपाईँले दिनुहोस् पिता। तपाईँलाई धन्यवाद छ प्रभु। प्रभु सुरुदेखि अन्तिमसम्म प्रभु तपाईँकै काम गर्न सकौँ, तपाईँकै सेवामा बिजी हुन सकौँ परमेश्वर। तपाईँकै भजन कोरस गाउनमा परमेश्वर, तपाईँकै वचनहरू पढ्नमा परमेश्वर तपाईँले मलाई सहायता गर्नुहोस् परमेश्वर पिता। हरेक पल हरेक क्षण तपाईँकै काममा बिजी हुन पाऊँ परमेश्वर। त्यो शक्ति र सामर्थ्य मलाई तपाईँले दिनुहोस् पिता। मलाई दुष्ट शैतानी बाधाहरूमा नपार्नुहोस् प्रभु। तपाईँले मलाई परीक्षामा पढ्न दिनुहुने छैन भनेर म विश्वास गर्दछु। धन्यवाद चढाउँदछु प्रभु। धन्यवाद 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 छ। आजको दिन तपाईँ परमेश्वरले हाम्रो हरेक नयाँ दिन अनि रक्षा सुरक्षा गर्ने दिन हो प्रभु। तपाईँले हामीलाई प्रत्येक हामी सबैको ज्यान जीवन तपाईँको हातमा सुम्पिन्दछ परमेश्वर दिनभरिको लागि प्रभु। अब तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदै प्रभु, अब यो प्रार्थनालाई तपाईँको हातमा राख्दछु पिता। धन्यवाद छ। यो जीव ज्यानलाई पनि तपाईँको हातमा राख्दछु। यो बिन्ती पुकारने प्रभु हाम्रो स्वर्गसम्म पुगेको छ भने म विश्वास गर्दै सहायता माग्छु प्यारो प्रभु येशू मसीहको नाम, आमेन।